ready to go होइन खोला अन्त म we are finally here. We finally reach खोला our destiny होइन हामी चाहिँ कुरकुरे खान्छौँ गाइस यहाँ रोइ Hello everyone, good morning and welcome back to my YouTube channel. So guys, if you guys don't know me, then hello guys, this is your girl Ipshita Gurung and you're watching my video. So guys, today's new day, new vlog. So let's say it's a beautiful day and आज चाहिँ हामी चाहिँ कहाँ जानु आँटेको छौं भन्दा चाहिँ हामी चाहिँ खोला जानु आँटेको छौं बिकज आजको दिन चाहिँ दामी भइराख्छ घाम लागिराख्छ हैन अन्त हामी चाहिँ जानु आँटेको छौं मेरो दिदी मेरो भाइ हैन अन्त साथीहरु अन्त सो स्टे ट्युन बाइ बाइ गाइस आजको वेदर चाहिँ देख्न सक्नुहुन्छ इट्स भेरी सनी डे हैन म चाहिँ जाँदैछु अरु चाहिँ दोकान गयो हो अन्त म चाहिँ आउँदैछु अनि म चाहिँ जुत्ता धोएर आएँ आज चाहिँ यस्तो दामी भएर छ दिन हैन किन नधुनु भनेर चाहिँ के दामी घाम वाउ गाइस आजको वेदर चाहिँ गाइस यिनीहरु चाहिँ यहाँ बसिरहेको छ हैन दोकान गएर जे चिप्सहरु लग्यौं हैन एकदमै अन्त पानी लग्यौं हैन एन्ड यसले चाहिँ खाँदैछ अवन्तिकाहरुलाई पर्खेर ढिलो भयो अरे अन्त के रे ओइ ओइ खा we are ready to go हैन खोला अन्त म चाहिँ पानी बोकेँ हो किनभने चिप्सहरु बोकेछ हैन मेरो भाइलाई चाहिँ बोक्दैन अन्त हामी चाहिँ एउटा बाटोमै खाइदियौँ हो अन्त तिनीहरु फेरि के किन्दैछ आई डोन्ट नो कस्तो अल्छी लागिसक्यो दिन पनि हेर्नुस् अब काम पनि हराउँदैछ हो तर पनि घाम लागिरहेको छ आज त्यस्तै थियो आमा गएको ल यस्तो सुन खोला आइपुग्नु अटिम गाइस यो चाहिँ नेपाल हो यो सबै ओइ पैसा छैन एक तेलले दिन्छु भने के 10 किन काटेको यो चाहिँ छ मेरो साथी किन काटेको यसले चाहिँ किन काटेको कोही कुन हाय सोना So guys, we finally reached खोला खोलाको नाम चाहिँ थाहा छैन पुग्नु आँट्यौँ हो अब यति छ पुग्नु हो अन्त आज चाहिँ गरम छ आजको दिन चाहिँ एकदम सनी डे भइरहेको छ हो अन्त मजा तपाईहरुलाई म खोला देखाउँछु ल गाइस यिनीहरु चाहिँ तल पुग्यो हो अन्त अब हामी चाहिँ गएको पुग्नु आँट्यौँ खोला चाहिँ यहाँ छ हेर्नुस् देख्नुभयो खोला हो यो चाहिँ हो अन्त यता साइड चाहिँ सबै नेपाल हो हैन हामी यो जुन चाहिँ छ नि त्यो चाहिँ इन्डिया हो यहाँसम्म इन्डिया हो जुन चाहिँ खोला छ त्यो काटेर चाहिँ नेपाल हो यस्तो बिजोक भएर जाँदैछ यो बाटो चाहिँ यस्तो छ नि त पुग्नु आँट्दा चाहिँ हो हामी चाहिँ यो माथिबाट आएको यस्तो हुँदै हैन अन्त हामी चाहिँ अब यस्तो बाटो जानुपर्छ हेर्नुहोस् भगवान ओइ यहाँ हेर त सोना यहाँ हेर गाइस यस्तो रहेछ बाटो यहाँ चाहिँ बाटो हैन यो क्रस गर्नुपर्छ अन्त चाहिँ आउनुपर्छ यस्तो जंगलको बाटो छ
very dangerous bato, guys. Those who are scared with snake, you know, oh no, maybe. So finally reach Khola, our destiny. Wow. कस्तो लाग्यो खोला चाहिँ खतरा रहेछ गाइस आज यस्तो गरम यस्तो दिनमा चाहिँ खोला खेल्नु चाहिँ कस्तो मजा आउँछ होला मजा आयो अब तिमी पौडी खेल ल फाइनली यो मजा आयो है आजको दिन हाई भन यो चाहिँ हो इन्ट्रोभर्ट अचम्मको इन्ट्रोभर्ट हो यो चाहिँ गाइस अन्त हामीलाई चाहिँ मजा आयो किनभने चाहिँ हैन आजको दिन चाहिँ यस्तो दामी भइरहेको छ खोला खेलौँ स्विमिङ गर्दैछ गाइस जान छिटो अम्बो खतरा ना सरी दामी छ खोला चाहिँ आउनुहोस् होला ओकाइटी आउनु भयो भने चाहिँ हो 1 2 3 जान छिटो ओम खेल्छ मेरो दिदी चाहिँ नुहाइसक्यो गाइस कस्तो मजा आयो हो नुहाइसक्यौँ हो अब चाहिँ म चाहिँ नुहाइसकेँ अन्त अरू चाहिँ नहुँदैछ होइन मजा आयो आज We had so much fun today होइन कस्तो मजा आयो यस्तो घाममा त यो चाहिँ मजा गरेर नुहाउँदैछ हो सुहानाले चाहिँ खेल्दैन हो डोन चाहिँ यहाँ छ के पो भनिस् त्यो टालिँदा त शक्तिमानहरू यो चाहिँ यहाँ टाउको नुहाउँदैछ कुकुर खाँदैछौँ लुगा फेरि म मेरो बसेको पोजिसन लुगा फेर्छ हो सबैजना अब हामी आगो पुग्छौँ खान्छौँ मिठाईहरू अन्त जान्छौँ छ हो ओइ नि हेर हाई भन् खाइरहेको होइन हुँदैछ
हामी चाहिँ कुरकुरे खान्छौँ गाइस यहाँ रोइ यहाँ हेर्न सबै कत्रो अन्ना निकालेको कस्तो बाङ्गो निस्किनु नि त गाइस हामी चाहिँ फाइनली आउँदैछौँ होइन हाम्रो फर्किँदा चाहिँ यो टावर देख्छ हो अन्त चाहिँ नेपाल यताबाट नआउनु बनगाउँबाट जानु यहाँ चाहिँ बाख्राहरू पनि छ मेरो साथी चाहिँ कराउँदैछ यहाँ न खोस्रेर फर्केको गाइस यहाँ चाहिँ यस्तो छ हो यो चाहिँ हाम्रो गाउँ गाइस बोके दामी निक्यो यहाँ टोलियो पानी नखाउँ भयो अझै भेजस् ल गाइस यहाँ चाहिँ कस्तो दामी देख्छ यहाँ टावरमा गयो भने त दामी देख्छ भ्यू यहाँ चाहिँ देख्दैछ नि यो हाम्रो गाउँ हो यो उता चाहिँ फेरि नेपाल अनि पहाड साला